At the foot of a small hill stands a Buddhist temple. प्रभुको निम्ति एकताल घोडा टेक्नु है हामी प्रार्थना गर्नेछौँ अनि विशेष गरी हाम्रा यहाँका अगुवाजनहरू हाम्रा पास्टर साइमन थापाज्यू है अनि हाम्रो यहाँ पूर्ण पास्टर बाबुलाई पनि देखेको थियौँ होइन आउनुहोस् है यहाँ यसरी यहाँ भाइ बहिनीलाई दुईजनालाई अहिले सुरेश पास्टर बाबुलाई पनि हाम्रो लिएर आउँछौँ हाम्रो डम्बर पास्टर बाबु हुनुहुन्थ्यो कहाँ जानुभयो सबैले है हामी सबैले प्रार्थना गरेर है आश माग्नु तपाईँहरू सबैले हात तपाईँ फर्काएर तपाईँ सबैले प्रार्थना गरिदिनुहोस् है हामी प्रार्थना गर्छौँ है र अन्त चाहिँ हामी हाम्रो सुरेश पास्टरको अन्त गर्छौँ हुन्छ हामी प्रार्थना गर्नेछौँ महाजीवदर परमेश्वर हामीलाई धन्यवाद दिन्छौँ यो सुन्दर समयको लागि साँच्चै परमेश्वर आज कति महान हुनुहुन्छ कति अचम्मको परमेश्वर हुनुहुन्छ हामीहरूलाई परमेश्वर टाढा नजिकबाट विशेष गरी भाइ आशिष मैले सुनिताको यो मगनीमा सहभागी हुने अवसर दिनुभएको लागि धन्यवाद दिन चाहन्छौँ साँच्चै परमेश्वर हामी जान्दछौँ हाम्रो जीवनमा जे पनि हुँदछ तपाईँको इच्छा तपाईँको योजना हुँदछ साँच्चै परमेश्वर आज भाइ आशिष अनि बहिनीलाई परमेश्वर सुनितालाई तपाईँले यसरी जुटाइदिनु भएको लागि धन्यवाद दिन्छौँ हामी विश्वास गर्दछौँ प्रभु यो चाहिँ एउटा एक्सिडेन्टल भएको होइन प्रभु यो चाहिँ तपाईँको योजना अनि तपाईँको इच्छामा भएको छ प्रभु यो दिनको लागि आज यो भाइले यो बहिनीले धेरै प्रार्थना गरेको छ साथसाथै उहाँको परिवारले अनि मण्डलीले प्रभु धेरै प्रार्थनामा समय बिताएको छ त्यसको फलस्वरूप आज हामी यो साँच्चै मगनीको दिनलाई हामी देख्न पाएका छौँ प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ अनि विशेष गरी यो चाहिँ पहिलो खुर्किला मात्र हो साथै परमेश्वरता अनि यो दुवैलाई परमेश्वरता आज विवाहसम्मको लागि उहाँहरूलाई परमेश्वरता तपाईँले तयारीमा राख्नुहोस् भन्ने प्रार्थना गर्दछु प्रभु अनि विशेष गरी परमेश्वरता आज उहाँहरूलाई तपाईँले जस्तै एउटा तपाईँले एक बनाउनु हुँदैछ परमेश्वरता आज उहाँले एउटै हुन लाग्नु भएको छ प्रभु विशेष गरी उहाँको जीवनमा तपाईँको चरण राख्दछौँ यो दुईजना परमेश्वरता तपाईँको इच्छामा तपाईँको योजनामा तपाईँले अगाडि बढाउनु भन्ने प्रार्थना गर्दछु प्रभु साथै परमेश्वरता उनीहरूको जीवनमा परमेश्वर तपाईँ रहनुहोस् अनि विशेष गरी हाम्रो जीवन उनीहरूको जीवन जति नै उतार चढाउ आए तापनि परमेश्वरता आज तपाईँलाई उनीहरूले याद गर्न सकोस् प्रभु हाम्रो जीवन चाहिँ परमेश्वरता आज धेरै सधैँभरि साँच्चै परमेश्वरता असम्बन्धित भएर जान्छ हुँदैन प्रभु कतिचोटि हाम्रो जीवनमा उतार चढाउ आउँदछ समस्याहरू पनि आउँदछ प्रभु त्यो समयहरूमा प्रभु यो दुईलाई परमेश्वरले एक भएर प्रभु जब उनीको जीवनमा समस्याहरू आउँदछ जब उनीको जीवनमा उतार चढाउहरू आउँदछ प्रभु त्यो दिनमा परमेश्वरले उनीहरूले चाहिँ आजको दिनमा उनीहरूले याद गर्न सक्नुहोस् जसरी आज उनीहरूले एकअर्काप्रति जुन कुराहरू भनेका छ परमेश्वरलाई साक्षी राखेर मण्डलीलाई साक्षी राखेर जुन कुरा उनीहरूले आज बाचाहरू बाँधेका छ प्रभु त्यो प्रतिज्ञालाई उनीहरूले सम्झन सकेको छ प्रार्थना गर्छौँ साथै परमेश्वर उनीको जीवनबाट तपाईँले चाहनु भएको महिमाहरू तपाईँले लिनुहोस् भने प्रार्थना गर्छु प्रभु साथै परमेश्वर आउँदो दिनहरू प्रभु जो साँच्चै प्रभु विवाहको दिन भएको छ त्यो दिनहरू तपाईँको चरण राख्दछु प्रभु तपाईँ साँच्चै परमेश्वर त्यो दिनहरूमा परमेश्वर असल मौसमहरू दिनुहोस् सबै कुराहरू जुट्नमा तपाईँले सहायता गर्छु अनुग्रह गर्छु प्रार्थना गर्छु भाइ बहिनी दुवैजनाको परिवारलाई तपाईँ तयार गर्नुहोस् साथै उनीहरूलाई कति अभाव घटिकमीहरू छन् भने पनि तपाईँले पुरा गरिदिन्छ प्रार्थना गर्छौँ त्यो दिन चाहिँ परमेश्वर आशिषमय दिन भएको छ प्रार्थना गर्दछौँ जतिजना मानिसहरू आउँदछन् प्रभु उनीहरूले तपाईँको उपस्थितिलाई महसुस गर्न सकोस् प्रभु त्यहाँ आएर परमेश्वर मानिसहरूले तपाईँको साँच्चै परमेश्वर तपाईँलाई साथै विटनेस गर्न सकेको छ प्रार्थना गर्छौँ तपाईँको जिउँदो उपस्थितिले दिनमा खुट्याउँछ प्रार्थना गर्छु प्रभु प्रार्थना गर्दछु प्रभु त्यो दिनमा जसले जे भाग निभाउनुहुन्छ उहाँलाई तपाईँले अहिलेदेखि नै तयारीमा राख्नुहोस् भने प्रार्थना गर्दछौँ साथै परमेश्वरता आज यो भाइ बहिनी मात्रै एक भएका छन् अब उहाँको परिवारहरू पनि एक भएका छन् प्रभु उनीहरूले आफ्नो एकअर्काको परिवारलाई पनि आफ्नै परिवार जस्तो उनीहरूले ठान्न सकोस् प्रभु साथै परमेश्वरता यो परिवारहरूको मिलाप गरेर परमेश्वर ठुलो तपाईँको महिमाको काम गर्न सकेको प्रार्थना गर्छु धन्यवाद दिन्छु पिता
हामी सबै कुरो तपाईँको समक्ष राख्दछौँ। अब यो जन्मदिनको सेरेमनीको अरू पनि जति पनि रहेको भागको समक्ष राख्दछौँ। यो भाइ बहिनीलाई पनि एकपल्ट तपाईँको समक्ष राख्दछौँ। तपाईँको इच्छा योजना पनि यो जीवनमा तपाईँले पुरा गर्न सक्ने प्रार्थना गर्छौँ। धन्यवाद दिन्छौँ तपाईँको जीवनमा तपाईँले सानो भएको महिमा दिन सक्ने प्रार्थना गर्छौँ। धन्यवाद दिन्छौँ सबै कुरो तपाईँको समक्ष मेरो प्रार्थना यीशुको नाममा एकदमै केक पनि देखिरहेको छ है यहाँनिर इन्गेजमेन्ट केक रहेछ है अब है हामीले यस केकलाई पनि हामी प्रार्थना गर्नेछौँ अनि पाँच कुरो हुनुहुन्छ ल यो अब है हामी अब मम्मीलाई
भाइले सकेपछि यहाँ आउनु ल। ल यो अब है हामी नमस्कार। म अस्तिको हप्ता भिडियो हाल्नु पाइनँ। म अस्ति इन्गेजमेन्टमा भान्जीको इन्गेजमेन्टमा गएको बेलामा त्यहाँ उहाँहरूले निमन्त्रण गर्नुभएको थियो। गएको बेलामा भान्जीले मलाई गिफ्ट दिनुभएको छ र त्यो गिफ्ट चाहिँ तपाईँहरूलाई म देखाउन चाहन्छु। र त्यो इन्गेजमेन्टको र अनि त्यहाँदेखि यताको म छोटो भिडियो हाल्छु तपाईँहरूलाई। अस्तिको हप्ता लगाउनु पाइनँ र यो हप्ता चाहिँ के दिएको छ है त हेर्नुहोस् है। भान्जीले मलाई सर्ट दिनुभएको छ, एकदम कम्फर्टेबल सर्ट। कसरी हो त्यहाँदेखि मेरो भान्जीले मलाई सर्ट दिनुभएको छ। र यो भिडियोमा म त्यतिखेरको इन्गेजमेन्टको पनि अस्ति रहेको अलिकति भिडियो बनाउँछु होइन, तपाईँहरूले हेर्नु होला। र भान्जीले चाहिँ हामीहरूले उल्टा दिनुपर्ने, भान्जीले त्यो दिन अब उहाँहरूको के अरे ज्वाइँलाई आफन्तहरू चिनाउने भनेर चाहिँ उहाँहरूले यो गिफ्ट आफन्तहरूलाई दिनुहुँदो रहेछ। र भान्जीले दिनुभएको यो खोल्न सकिन नि। कम्फर्टेबल मेरो सुनिता भान्जीलाई धेरै धेरै धन्यवाद। र लो भान्जीले दिनुभएको गिफ्ट मलाई एकदम जिउमा फिट भयो। भान्जी धेरै धेरै धन्यवाद। मेरो ठुलो मिठो सम्झना र तपाईँहरूको एकदम
दाम्पत्य जीवन शुभ बितोस्। धन्यवाद। Friends, wherever